नमस्कार साथीहरू, स्वागत छ आजको यस भिडियोमा पनि। सदाका श्रृङ्खलाहरूमा चाहिँ आज पनि पुनः उपस्थित भइसकेका छौँ र तपाईँ पनि भिडियो हेर्नलाई उपस्थित हुनुभयो भन्ने अपेक्षाका सहित भोलिका दिनहरूमा पनि फेरि यस्तो श्रृङ्खलाहरू हामीले निरन्तर रूपमा प्रस्तुत गर्नेछौँ। त्यसको लागि च्यानललाई सब्सक्राइब गरिराख्नु होला, ताकि भोलिका दिनहरूमा पनि हामीले प्रस्तुत गर्ने भिडियो सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस्। यदि टिकटकतिर हेरिराख्नु भएको छ साथीहरूले चाहिँ टिकटकलाई फलो गर्नुहोला र तल लिङ्क राखिदिएको छु र युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ टिकटकतिरको साथीहरूले भन्दै ढिला नगरी लागौँ आजको विषयवस्तुतर्फ। धारा 38 महिलाको हक। प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्तिको पाउने हक हुनेछ। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ। सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ। यो त रह्यो धारा 38 मौलिक हकको, नेपालको संविधान अन्तर्गतको मौलिक हकको धारा 38 मा रहेको महिलाको हकको बारेमा के रहेको छ भन्ने विषयमा सरसर्ती हेर्यो। भोलिका दिनहरूमा पनि पुनः यस्तो किसिमको भिडियो लिएर आउने बाचा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। त्योभन्दा पहिले यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिराख्नु होला र भिडियो मन परेको खण्डमा एक लाइक गर्नुहोला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस्, धन्यवाद।